यो चाहिँ रायोलाई धोइसकेर यसरी सुकाइँदैछ। छतमा ल्याएर हामीले चाहिँ सुकायौँ, पानी तरिने। त्यस पछाडि घामले हल्का ओइलाए पछाडि आज बेलुकै यसलाई चाहिँ यो गुन्द्रुक हाल्ने हामीले चाहिँ निर्णय गरेको छौँ है त। हामीले चाहिँ उठाएर यो रायोको सागलाई चाहिँ सुकाएको थियौँ, उठाएर चाहिँ यसरी बयममा हालेर चाहिँ कुटिँदैछ। अब यो बयममा चाहिँ बिर्को लगाएर चाहिँ 7 दिनसम्म, 7 देखि 10-11 दिनसम्म चाहिँ राखेर चाहिँ निकालिसके पछाडि पनि म देखाउने छु कस्तो बनिँदैछ, हेर्दै गर्नु होला है त गाइज। फाइनल्ली आज चाहिँ हामीले गुन्द्रुक लगाएको ठ्याक्कै 10 दिन भएको छ। अब हेरौँ है त कस्तो भयो यो गुन्द्रुक। हामीले चाहिँ अब आज यसलाई खोलेर यो प्लास्टिकमा सुकाउन आँटेको छौँ। अब हेरौँ है त कस्तो यस्तो भएछ, हेर्नु होला। यसरी बयामदेखि हामीले यसरी एउटा एउटा निकाल्दैछौँ। अब यसरी हामीले गुन्द्रुक तयार पारेको छौँ। यसरी घाममा सुकाइदिने। अब सुकाएर चाहिँ उठाएपछि चाहिँ गुन्द्रुक तयार भयो। भिडियो अन्तिमसम्म हेरिदिनु भयो, गुन्द्रुक बनाउने तरिका र हामीले बनाएको गुन्द्रुक हेरिदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद गाइज।